एनटिसीको सिममा डाटा सकिसकेपछि ब्यालेन्स काट्न नदिनुको लागि तपाईँहरूले आफ्नो मोबाइल फोनमा गर्नुपर्ने एउटा काम जुन एनटिसी टेलिकमले भनिसकेको छ। त्यसको लागि तपाईँले मोबाइल फोनमा एउटा काम गर्नुपर्ने हुन्छ। आफ्नो मोबाइल फोनको फोन ट्याब बटनमा गएर स्टार 444 3 पटक 44 हानेर हानेर कलिङमा क्लिक गर्नुहोला। कलिङमा क्लिक गरिसक्यो भन्दापछि सिमलाई चुज गर्नुहोस्। सिमलाई चुज गरिसके भन्दापछि यस्तो किसिमको रनिङ हुन्छ। त्यसभन्दा पछि यहाँनिर 4 नम्बरमा भनिसकेको छ इनेबल डिसेबल पेइङ भनेको छ। यो 4 नम्बरमा छ 4 हानेर सेन्डमा क्लिक गर्नुहोस्। सेन्डमा क्लिक गरिसक्यो भन्दापछि यहाँ देखिराख्नु भएको होला 1 नम्बरमा डिसेबल भनेको छ। यो डिसेबलमा क्लिक गरेर यसलाई सेन्ड गरिदिनु भयो भने अब तपाईँको एनटिसीमा डाटा सकिसकेपछि पनि एनटिसीले तपाईँको ब्यालेन्स काट्ने छैन। यो काम गर्नु भएन भने तपाईँको ब्यालेन्स एकदम कट्नेछ। त्यसको लागि यो काम जरुरी आजै नै गरिहालौँ।